स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। आज चाहिँ म चाहिँ फेरि अर्कै काम पो पर्यो हो। के काम भन्दाखेरि हाम्रो गाउँ आउने बाटोमा चाहिँ फेरि रोडमा चाहिँ रुख ढलेर बाटो छेकिएछ रे। त्यो बाटो बनाउनलाई चाहिँ म चाहिँ त्यो रुख ढलेको रुखलाई चाहिँ पन्छाउनलाई चाहिँ म चाहिँ हिँडेँ है त। यस्तो पर्यो त अब के गर्ने। यता ठुलो बाहरू त्यो मामाहरू चाहिँ फेरि अर्कै काम पर्यो, अर्कै ठाउँतिर जानु पर्ने काम पर्यो। अनि त्यही भएर चाहिँ म एक्लै पो भयो त हौ। बन्चरा यहाँ छ फेरि बन्चरा र बाउसु आँसी लिएर चाहिँ म चाहिँ हिँडेँ है त। के गर्ने, बाटो त अब पन्छाउनै पर्यो, गाडीहरू आउन जान गाह्रो पर्छ होइन। अनि मेरो गाउँ चाहिँ यता छ होइन, हाम्रो गाउँ यता छ। अब म चाहिँ अब हाम्रो फेरि कुन ठाउँमा भन्दाखेरि चाहिँ चिप्लीकुना भन्ने ठाउँमा चाहिँ हाम्रो रुख ढलेर चाहिँ बाटो छेकिएको अवस्था छ अरे। अब म पनि त्यतितिर लागेँ है त। बुटा चाहिँ यहाँ चाहिँ ढलेको चाहिँ आधा छेकेर चाहिँ यस्तो पो छ त हौ। अब यसलाई चाहिँ उयो माथिबाट ट्याक्क काटेर हालिदिनु पर्ला छ है त। मोटरसाइकल स्कुटरहरू त आउन सक्दो रहेछ, मान्छे हिँड्न त सक्दो रहेछ, तर जीवहरू आउनलाई चाहिँ अलि अप्ठ्यारो पार्दो रहेछ है त। अब यो भाङ्रा र बाउसोहरू चाहिँ हेर हौ। अब माथि गएर चाहिँ त्यहाँ गएर स्याट्ट काट्न पर्यो हौ जिन्दगानी। के गर्ने। गरिदिनेलाई चाहिँ त्यो साइड गरिदिनु पर्यो। साङ्ला हुनेहरू चाहिँ मजाको ग्यास लगेको ग्यास हो यो। कति गर्नु रहेछ भरे काम गरेको त हुने नै हो नि होइन र। 5 सुली बगिसक्यो।
लु यहाँ त पन्छाइयो है त। अब अर्को ठाउँमा ल म त फेरि अब यो रुख काटेर चाहिँ यहाँ आइपुगिसकेँ है त। अब यताबाट पानी सलल्ल बगेर यता उँधो जान्छ अनि यता फेरि एकदम अलि बाटो अप्ठ्यारो छ। त्यही भएर चाहिँ फेरि पनि अलि पानी गट्टाहरू बगाइदियो भने त अप्ठ्यारो हुन्छ, अलिक झनै अप्ठ्यारो हुन्छ भनेर चाहिँ पहिला पनि काट्यो। र अहिले पनि यसो यहाँ कुलो काट्न लगाएको छु है त मैले। अलिक घाम पनि भयो आउट। त्यो गरेर स्याट्ट यहाँ छक्की काट्दियो भने चाहिँ यो पानीले चाहिँ कति दुःख नदियो। साह्रो न साह्रो हजुर थाकियो। ल यो त गरियो के तपाईँहरूलाई म देखाउँछु त कस्तो भएछ। ट्याक्क लगाएर चाहिँ यसरी कुलो काटियो है। यसरी ट्याक्क मिलाएर चाहिँ अब यताबाट सलल्ल आएको पानी चाहिँ यहाँ ठ्याक्क कुलोमा परेर यता आउँदै जान्छ है। नत्र भने यता आउँदाको यस्तो छ कि है भिड रहेछ छ अनि यहाँको बाटो बिग्रियो भने त पछि गाह्रो पर्छ हामीलाई नै। त्यही भएर चाहिँ हामीले ट्याक्क यस्तो गरे चाहिँ मैले चाहिँ ट्याक्क यसरी कुलो खनेर चाहिँ अब सबै ठाउँमा त गर्न सकिन्न क्या अरे। एक्लैले कहाँ सकिन्छ त सबै ठाउँमा होइन। अब यति चाहिँ गरियो है त। अनि त्यही हो यस्तो पो छ त हो गाउँतिर त। ल म त अब घरतिर लाग्न लाग्यो है त। अब आजलाई अब त्यो रुख र यो बाटो कुलो काटियो के अरे। अब एक्लैले कति नै के गरेर कति धेरै कहाँ सकिन्छ त नि होइन। धेरै सकिँदैन यसो आफूले आफ्नो गाउँठाउँमा हल्का सकेको गर्ने हो। तपाईँहरूको गाउँठाउँमा नि यसरी नै कतै हिलोहरू भयो यताउता भयो चाहिँ पानी यसरी तर्काउनु होला भन्न मन छ। अनि मैले के भन्न मन लाग्यो भने चाहिँ हाम्रो गाउँपालिका अन्नपूर्ण गाउँपालिका वडा नम्बर 7 को भरत गुरुङ वडा अध्यक्षज्यूलाई पनि यसो गाउँघरतिर अब यो बाटोहरू चाहिँ यसो एकपल्ट बजेट छ भने चाहिँ डोजर लगाएर चाहिँ कुलो सुलो यसो बनाउन पाए, हल्का नालीहरू बनाउन पाए धेरै बाटो भत्किने थिएन कि भन्न पनि मैले चाहेँ है त। किनभने अब त बर्खा लाग्यो धेरै ठाउँमा भत्किने कुलो उसहरू काट्ने। अब यति बेला कुलो नकाटेर धेरै क्षति हुन्छ, पहिरोहरू जान्छ होइन, बाटो बन्द हुन्छ। त्यही भएर चाहिँ यसो बजेट छ भने मिल्यो भने चाहिँ यसो केही कुलो नालाहरू बनाउने प्रयास गर्न पर्ने भयो बर्खाको लागि चाहिँ। हल्का फुल्का जहाँ पानीहरू बग्छ त्यो ठाउँमा चाहिँ नालाहरू बनाउन पाए राम्रो हुन्थ्यो कि भन्ने मलाई नै मन लाग्यो। म त गाउँको हाम्रो के भन्छ अरे नाम पनि आएन। वडा नम्बर 7 को भरत गुरुङ मात्र होइन कि गाउँपालिका सबै जताततै गाउँपालिकाहरूकोलाई चाहिँ गाउँपालिकाका वडा अध्यक्षदेखि मेयरहरू सबैलाई चाहिँ यो अनुरोध गर्न चाहे कि आफ्नो गाउँठाउँतिरको चाहिँ अब बर्खा लाउन लाग्यो हल्का फुल्का डोजर लगाएर चाहिँ कहाँ बाटोहरू पानीहरू आउँछ त्यहाँ चाहिँ नालीहरू कुलोहरू बनाइदिनु हुन विनम्र अनुरोध गर्न चाहे है त। के गर्ने अब यस्तै छ मैले अनुरोध गर्न चाहेँ। अनि म पनि अब घरतिर लाग्न लाग्यो है त। के गर्ने बुटा ढलेको थियो काटिहाल्यो के अरे। अब यो बाटो पनि सोतालिहालेँ। अब यस्तै छ जिन्दगानी। हस् त धन्यवाद, बाई बाई, फेरि भेटौँला है त।